सबै साथीहरूलाई नमस्कार। धेरै साथीहरूको जिज्ञासा अब सिक्युरिटीमा जान खोजिरहेको पिएचपिडीमा दुबई आउन खोजेको के गर्नुपर्छ, वहाँ गएपछि के हुन्छ, नेपालमा के गर्नुपर्छ भन्ने धेरै साथीहरूलाई जिज्ञासा छ। पहिला कुरो त नेपालबाट सुन्नुहोस् है। धेरै साथीहरूले भिडियो त हाल्नुहुन्छ तर फुल भन्नुहुन्न, अनि पछि धेरै साथीहरूले दुःख पनि पाउनु भएको छ यहाँ आइसकेपछि। पहिला चाहिँ तपाईँहरूको इन्टरभ्यू हुन्छ, इन्टरभ्यू भइसकेपछि चाहिँ पास फेल भन्ने कुरो उतिनीखेर थाहा हुन्छ, कसैको भोलिपल्ट भन्छ होइन। पास फेल भइसकेपछि पास भएपछि चाहिँ अब मेन पावरले तपाईँलाई एडभान्स माग्छ 50,000 1 लाख कति माग्छ, एडभान्स बुझाउनुहुन्छ। त्यसको अब 1 महिना हप्ता दिन 1.5 महिनामा तपाईँको भिसा आउँछ होइन। भिसा आइसकेपछि चाहिँ तपाईँले के गर्नुपर्छ भन्ने कुरा है, धेरै साथीलाई थाहा छैन। भिसा आइसकेपछि तपाईँले तपाईँको 12 वा 10 को सर्टिफिकेट कुन छ तपाईँसँग, त्यसमा चाहिँ छाप लाउनुपर्छ है नेपालमा। त्यो धेरै साथीले छाप नलाइकन यहाँ आउँदाखेरि धेरै दुःख पाउनु भएको छ। फेरि नेपालबाट मगाएर कसो गरेर पछि आउने साथीहरूसँग मगाएर यहाँ कम्पनीले खोज्छ। अनि त्यहाँबाट त्यो ग्रुप भिसा आइसकेपछि तपाईँहरूले 12 को सर्टिफिकेटमा छाप लाउनुपर्छ। त्यसको लागि के गर्नुपर्छ भन्दा तपाईँ सुरुमा चाहिँ तपाईँ राष्ट्रिय परीक्षा बोर्डको कार्यालयमा गएर त्यहाँ गएर चाहिँ तपाईँले छाप लाउनुपर्छ। छाप लाउँदाखेरि कार्यालय 9 बजीदेखि 3-4 बजीसम्म मैले कन्फ्युज भएँ। छाप लाउँदाखेरि 500 रुपियाँ लाग्छ नेपाली, 500 समथिङ 500 नै लाग्यो जस्तो लाग्यो मलाई। त्यसमा कन्फ्युज भएँ, 500 1000को रेन्जमा त्यहाँ लाग्छ। त्यहाँ चाहिँ 3टा छाप लाउनुपर्छ। त्यहाँ लगाइसकेपछि त्यहाँ छाप लाएर भ्याएपछि त्रिपुरा यसो जानुपर्छ परराष्ट्र मन्त्रालयमा, त्यहाँ गएर पनि छाप लाउनुपर्छ। त्यहाँ गएर छाप लाउँदा 500 समथिङ लिन्छ है। अनि त्यसपछि त्यहाँ छाप लगाइसकेपछि दुबई एम्बेसीमा गएर छाप लाउनुपर्छ। महाराजगञ्ज भन्दा थोरै माथि छ दुबई एम्बेसी, तल कि माथि कन्फ्युज भए। त्यहाँ गएर छाप लाउँदा त्यहाँ दुबई एम्बेसीमा छाप लाउँदाखेरि तपाईँको 5500 लाग्छ, 5500 लाग्छ। अनि त्यति भएपछि तपाईँले त्यो सर्टिफिकेट सुरक्षित राख्नु र यहाँ आउँदाखेरि दुबई आउँदाखेरि अबुधाबी आउँदाखेरि लिएर आउन सक्नुहुन्छ। नबिर्सिनु होला त्यसलाई। धेरै साथीहरूले चाहिँ त्यो बिर्सिन्छ, छाप लाउनु बिर्सिन्छ, यहाँ आइसी दुःखमा हुन्छ। 12 को 10 को कति छ तपाईँको पास, त्यसमा चाहिँ छाप लाउनुपर्छ। त्यसपछि तपाईँहरूको यहाँ आएपछिको प्रोसेसिङ, धेरै साथीहरूले भिडियो बनाउँछ तर यहाँ आएको प्रोसेसिङ भन्नु न। यहाँ आइसकेपछि तपाईँलाई फेरि 12 को सर्टिफिकेटमा छाप लाउनुपर्छ, 10 वा 12 को सर्टिफिकेटमा छाप लाउनुपर्छ। त्यसको लागि चाहिँ तपाईँलाई कुनै कम्पनीहरूले पैसा माग्छ तपाईँहरूसँग, कुनैले चाहिँ माग्दैन। 220 चाहिँ तिरेको थियो हामीले, मैले कम्पनी खुलाइनँ, हाम्रो राख्नु पाउँदैन। 220 तिरेको थिएँ। त्यो सर्टिफिकेट तपाईँले कम्पनीलाई दिनुपर्छ, उसले चाहिँ छाप आफूले हानिदिन्छ होइन। अनि त्यसपछि मेडिकल गराउँछ। मेडिकलमा हाम्रो 65 थियो, 65 दिरामले थियो, त्यो नि आफूले दिनुपर्छ। अनि त्यसपछि तपाईँको मेडिकल त्यो भएपछि इमिग्रेसन आइडीको लागि तपाईँहरूले चाहिँ त्यो चाहिँ कम्पनीले दिन्छ। इमिग्रेसन आइडीको लागि मेडिकल रिपोर्ट चाहिन्छ, त्यसको लागि चाहिँ मेडिकल गराउँछ। इमिग्रेसन आइडी को प्रोसेसिङ हुन्छ। त्यसपछि तपाईँको एनआइसी गराउँछ। एनआइसी गराउँदाखेरि तर इङ्ग्लिस चाहिँ चाहिन्छ है। इङ्ग्लिस जिरै भएर काम हुँदैन, इङ्ग्लिस चाहिन्छ। इङ्ग्लिस सेक्रेटरी चाहिँदैन, इङ्ग्लिस भन्छ, इङ्ग्लिस चाहिँ चाहिन्छ। एनआइसीमा चाहिँ इङ्ग्लिस चाहिन्छ। 4 दिनको एनआइसी क्लास, 7 दिन हुन्छ। 4 दिन चाहिँ पढ्ने, 1 दिन एक्जाम हुन्छ। त्यसपछि फिजिकल हुन्छ, फिजिकल राउन्ड कटाउने। फिजिकल राउन्ड कटाइसकेपछि सिनारियो हुन्छ। सिनारियो कटाएपछि त्यसपछि तपाईँको अब पिएचपिडी लाइसेन्स वेटिङ गर्ने, पास भएपछि वेटिङ गर्ने। वेटिङ गरिसकेपछि तपाईँ अनि त्यहाँबाट पिएचपिडी लाइसेन्स आएपछि तपाईँलाई कम्पनीले ड्युटीमा हाल्छ। र ड्युटीमा हालेपछि के हुन्छ, डाइरेक्ट एउटा ड्युटी त्यहीँ यो फिक्स भन्ने हुँदैन, रिलिभर हुन्छ। रिलिभर तपाईँ कुद्नुपर्छ। कम्पनीले सुरु नयाँ आउनेलाई चाहिँ रिलिभरमा कुदाउँछ, घरि कता पुऱ्याउँछ, घरि कता जानुपर्छ ड्युटी गर्न। रिलिभर गरेपछि यो थाहा हुन्छ, यसलाई सबै कुरो बुझ्छ भनेर चाहिँ कम्पनीले रिलिभर गराउँछ। कहिले 5 दिन एक ठाउँमा गर्ने, फेरि 5 दिनपछि अर्को ठाउँमा गर्ने। त्यसरी नै कसैको त 2 वर्षसम्म नै रिलिभर गरेर आएको पनि मैले थाहा पाएको छु। तर त्यस्तो पर्दैन है, 6 महिना 7 महिना रिलिभर गरेपछि फिक्स ड्युटी लगाइदिन्छ कम्पनीले। 2 वर्षमा भिसा हुन्छ, 2 वर्षमा तपाईँ नेपाल फर्किन सक्नुहुन्छ। र कुनै मेरो कम्पनीहरू 1 वर्षमा पनि छुट्टी दिन्छ, तर आफ्नै खर्चमा चाहिँ आउनुपर्छ। 1 वर्षमा 2 वर्ष भयो भने चाहिँ कम्पनीले सबै खर्च बेहोर्छ होइन, आउने जाने टिकट र बेसिक स्यालेरी दिन्छ। र सेक्युरिटीमा आउनुभन्दा अगाडि चाहिँ तपाईँले मेन, मैले यहाँ आइसकेपछि थाहा भएको कुरा, हिन्दी पनि जान्नुपर्छ। लगभग 47% इन्डियनहरू छन् दुबईमा होइन। हिन्दी जान्नुपर्छ, नर्मल होइन, हिन्दी जान्नु पऱ्यो। इङ्ग्लिस नि जान्नु पऱ्यो, इङ्ग्लिस चाहिँ हुनुपर्छ है, बेसिक इङ्ग्लिस चाहिँ चाहिन्छ। इङ्ग्लिस नजान्दाखेरि धेरै साथीहरूले चाहिँ लोकेसन घुमाउने, अर्को लोकेसन धेरै पनि भएको छ। यही नै छ है त।